गुड मर्निङ साथीहरू। यति बेला हामी भुरुङ तातो पानीमा अन्नपूर्ण होटलमा छौँ। अब आजको यात्रा एकछिनपछि सुरु हुँदैछ। हाम्रो रुम हामी अब एकछिनपछि सामानहरू यस्तो छ, यसरी एकछिनपछि प्याक गर्नेछौँ र आजको यात्रा यहाँदेखि मुक्तिनाथसम्मको हुनेछ। अब यसपछि हामी बसेको होटल अन्नपूर्ण रुम तातो पानी पानीपछि पाउडर तातो पानी यहाँनिर पाउडर तातो पानीमा बिहानैदेखि नुहाउने काम सुरु भइरहेको छ। यो कालीगञ्जदेखि दामोदर कुण्डबाट आएको नदी 12 महिना कालो हुने भएको हुनाले यसको नाम चाहिँ कालीगञ्ज। रोला बोर्डर कालीगञ्जदेखि लुम्बिनीको रोला बोर्डर हाल्ने तातो पानीमा रहेको होटल होटल। अब हामी यहाँबाट चिया पिएपछि यहाँबाट हिँड्छौँ माथि। त्यसपछि हामी दाना रुप्से झरना घाँसा कालो पानी लेते नौरीकोटको तल जान्छौँ। होटल अन्नपूर्ण यति बेला हामी रुप्से झरनामा आइपुगेका छौँ। रुप्से झरनामा याकमाथि फोटो खिच्ने व्यवस्था अहिले सुरु भएको रहेछ। यो रुप्से झरनाको यो पुल रुप्से झरना नजिकै छौँ। यहाँ हामीले देख्न सक्छौँ दृश्यमा रुप्से झरना, माथि रुप्से झरना यसरी निरन्तर आफ्नो बहावमा बगिरहेको छ। पर्यटकहरू हाम्रा आन्तरिक पर्यटकहरू यसरी फोटो खिचाउने काम भइरहेको छ। र यो रुप्सेबाट माथि जाने क्रममा यो बाटो यहाँ माथि बाँदरजङ भिरमा आग लागि भइरहेको रहेछ। र अन्धगल्छी यहाँदेखि नजिकै पर्छ। अन्धगल्छी यतापट्टि अन्नपूर्ण र यतापट्टि धौलागिरीको बिचको खोजलाई अन्धगल्छी भनिन्छ। विश्वको सबैभन्दा गहिरो अन्धगल्छी यहाँ नजिकै पर्छ। र जय साहब हामी अब एकछिनपछि बाँदरजङ भिर हुँदै जानेछौँ। रुप्से पुल बाँदरजङ भिरमा यसरी डढेर लागिरहेको छ। हामी घाँसाबाट मुस्ताङतिर लागिसक्यौँ। यो चाहिँ घाँसा ठ्याक्कै क्रस गरेपछि हो। यहाँदेखि यस्तो दृश्यहरू छ। यो धौलागिरी, यहाँ अगाडि धौलागिरी, अनि यो चाहिँ मानाभर र पाथीभर। यहाँ यसको पिँढमा नौरीकोट पर्छ। मुस्ताङ यस्तो छ। हामी अब मुस्ताङ प्रवेश गर्दैछौँ। बिहानको समय मुस्ताङबाट जोमसोमबाट फर्किने गाडीहरू आइरहेका छन्। यो मुस्ताङ यस्तो छ। बाटो अति सहज छ। धेरै ठाउँमा पिच छ, अप्ठ्यारो छैन। अहिले सबै किसिमका सवारी साधनहरू यहाँ
आउन सक्छन् र वास्तवमा मुस्ताङको प्राकृतिक सुन्दरताको अवलोकन गर्नको लागि यहाँबाट सुरु हुन्छ यो लोअर मुस्ताङ। अब हामी एकछिनपछि कालोपानी लेते पुग्छौँ, त्यसपछि फेरि भिडियो गर्नेछौँ। हस् त, धन्यवाद। हामी कालोपानीबाट यता आइसकेका छौँ। अब हामी एकछिनपछि कोबाङ गाउँ जाँदैछौँ। यस्तो छ मुस्ताङ। यो माथि धौलागिरीतिरको हिमालहरू बाटो। हामी यति बेला कालोपानी र कोबाङको बिचमा छौँ। यस्तो छ बाटो। यहाँ यो कालीगण्डकी नदी सदाबहार कालो भएर निरन्तर बगिरहेको छ। यहाँ वाहन नियन्त्रण, सडक निर्माणको कामहरू भइरहेका छन्। यहाँ चाहिँ पर्यटकहरूको गाडी आउने र जाने क्रम निरन्तर छ। अब यसपछि हामी बक्सी खोला जानेछौँ। बक्सी खोलाबाट पनि केही क्लिप्सहरू हामी राख्नेछौँ। बाटो यति सुन्दर छ। हाम्रो दयाजी, अनि त्यसपछि मिरुनाजीहरूको सुटिङ स्पट एरिया। मुस्ताङ जिल्लाको सदरमुकाम जमसम बजार। धौलागिरीको टप यहाँ दृश्यमा देख्न सकिन्छ। धौलागिरीको टप छ। नीलगिरीको टप तल यहाँ थिनी गाउँ। यसपछि हामी यो बाटोबाट मुक्तिनाथ होटल ट्रेकर्सिङ नन्दिका थकाली। जमसममा रक क्लाइम्बिङ। आर्मी में रक क्लाइम्बिङ ट्रेनिङ। यहाँबाट दक्षिणमा धौलागिरी, नीलगिरी हिमाल। सबैमा ढुम्बा तालभन्दा माथिको गुम्बाबाट सबैमा नमस्कार। यति बेला हामी यो ढुम्बा ताल माथिको गुम्बा परिसरमा छौँ। यहाँबाट यो मार्फा गाउँ यहाँ देख्न सकिन्छ। यो मार्फा गाउँ देखिन्छ। मार्फा गाउँ यहाँबाट यो हाइवे आयो। त्यसपछि यो माथि गर्दै गरिँदै ढुम्बा गाउँ यहाँ रहेको छ। ढुम्बा त्यसपछि यो
यहाँ हावाले हुँदैरहेको छैन। ठिनी गाउँ स्याउ बगानको एकदमै प्रख्यात ठाउँ यो। यहाँको गुम्बा यो छ, यो ठिनी गाउँ। ठिनी गाउँपछि यहाँ आयो जोमसोम बजार। मुस्ताङको सदरमुकाम जोमसोम बजार। यो जोमसोम एयरपोर्ट। यहाँ तपाईँ आर्मीको रक क्लाइम्बिङ, यहाँ आर्मी क्याम्प छ, आर्मीहरूको ट्रेनिङ हुन्छ। अनि यहाँनिर छ हजुरको यो सिन्तामणी होटेल चाहिँ विश्वको महँगो होटेलभित्र पर्दछ यो। यहाँ अवस्थित छ। त्यसपछि म यो एकै ठाउँबाट सबै दृश्यहरू देखाउने प्रयास गर्छु, तर हावाले साह्रै दिइरहेको छैन। यस्तो छ। ठिनी गाउँ बाटो स्याङ गाउँ पनि देखाउने प्रयास गर्दैछु। यो कालीगण्डकी नदी दामोदर कुण्डबाट उत्पन्न भई बगेको र यो नारायणी नदीको सबैभन्दा ठुलो सहायक नदी कालीगण्डकी। यहाँको खेलकुद मैदान स्याङ गाउँमा रहेको छ। यहाँ विभिन्न समयमा खेलकुद आयोजनाहरू गर्नुहुन्छ स्याङका थकाली दाजुभाइहरू। त्यहाँको कमिटीले विशेष गरी यो क्षेत्रमा पनि भलिबल अलि लोकप्रिय नै छ। यो स्याउ बगान हामी भेटिने छौँ। अहिलेलाई यो हावाले धेरै डिस्टर्ब गरेको हुँदा यसलाई अन्त्य गर्न चाहन्छु। र तपाईँहरू पनि मुस्ताङ आउनु भयो भने, मुस्ताङ घुम्न आउनु भयो भने यो गुम्बा तालभन्दा माथि रहेको गुम्बा परिसरमा छ यति बेला। यो गुम्बा यहाँ रहेको छ। यो गुम्बा यति आकर्षक छ, यति शान्त। यहाँ बस्ने हो भने सायद हामीलाई पनि ध्यान प्राप्त हुन्छ होला जस्तो लाग्छ। हेर्नुहोस् यो डाँडामा रहेको गुम्बा, जोमसोम एयरपोर्टबाट देखिने गुम्बा। योभन्दा उतापट्टि धुम्बा गाउँ रहेको छ।
पारिपट्टि थिनी गाउँ। यहाँबाट पारि देखिन्छ यो यस्तो कलात्मक मूर्तिहरू गुम्बामा यसरी निर्माण गरिएको छ। रङरङ्गन हुँदैछ, बडा सुन्दर देखिन्छ यो गुम्बा। धुम्बाताल जमसमबाट नीलगिरीको काखैमा धुम्बाताल, धुम्बा गाउँ, मेसोककुन्द पास उतापट्टि संसारको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल उता पर्छ। त्यसलाई यसरी देख्न सकिन्छ। हावा अत्याधिक चलिरहेको छ अगाडि। हामी यता हावा भन्दै यताहरू बसेका छौँ। थिनी गाउँमा रहेको यो स्नोलियो पहाडतर्फ जाँदैछु हामी। यो मुस्ताङको घरपजोङ गाउँपालिका थिनी गाउँमा अवस्थित यो हिमचितुवा गुफाको अवलोकनको लागि हामी जाँदैछौँ। नीलगिरीको काखमा रहेको धुम्बाताल जाने बाटोमा थिनी गाउँको नजिकै अवस्थित रहेको छ यो स्नोलियो पहाड गुफामा जानको लागि यहाँ सिडी निर्माण गरिएको छ। यो यहाँबाट होटल सिन्तामणी यहाँ देखिन्छ। यो स्याङ गाउँ, स्याङ बस्ती, यो थिनी गाउँको स्याउबारी। यति बेला स्याउमा उपचार गर्ने, निलो तुथो लगाउने कामहरू भइरहेको छ। अघि यो गुम्बामा हामी पुगेर फर्क्यौँ। यो गुम्बा यहाँदेखि उतापट्टि धुम्बा गाउँ रहेको छ। धुम्बाताल पनि यतै छ। धौलागिरी हिमालय यहाँ छ। यसरी हामी थिनी गाउँ, ढुकालीहरूको गाउँमा छौँ। र यहाँ माथि, योभन्दा माथिबाट मेसोकुन्द जाने सडक निर्माण भएको छ। हामी यो स्नोलियो पहाड गुफा यहाँनिर रहेको छ। यो स्नोलियो पहाड गुफा, त्यहाँ पुगेर हामी के रहेका छ त्यो हेर्नेछौँ। मुस्ताङको च्याङ्रा किन लोकप्रिय छ भन्दा मुस्ताङको च्याङ्राले यो खाने गर्छ। यो मुस्ताङको च्याङ्राले यहाँको मरुभूमिमा यो खाएर यो खाएर हुर्किने गर्छ। अनि त्यही भएर एउटा च्याङ्रालाई 30,000, 40,000, 50,000 पर्छ। यो अब दसैँको सिजनमा 30,000, 40,000 पोखरा काठमाडौँ जाने गर्छ। यो टुपी यहाँनिर यो हिमचितुवा हिँड्ने बाटोमा चाहिँ मान्छे हिँड्ने बाटो बनाइदिएर प्रकृतिले पनि होइन यो बनाउन हुँदैन, हिमचितुवा बस्ने गुफामा जाने बाटो यो खालको हुन हुँदैन भनेर प्रकृतिले भत्काइदिएछ हजुर। यति बेला हामी यो हिमचितुवा गुफामा आइपुगेको अवस्था यस्तो छ। हिमचितुवा गुफाको बाहिरी दृश्य। यसपछि हामी हिमचितुवा, साँच्चीकै हिमचितुवा बस्ने गुफा चाहिँ यहाँ रहेछ। यो गुफाको अवलोकन हामी गर्छौँ। यो थिनी भिलेजमा अवस्थित हिमचितुवा गुफा। ल है साथीहरू, म चाहिँ हिमचितुवा गुफामा पसिहालेँ। कतै चितुवाले आक्रमण त गर्ने होइन। यो गुफा चाहिँ यतिसम्म रहेछ। ओहो, यहाँ कसले ल पूजा, हाम्रो पूजा शर्मालाई कसले ल छैन।
हिमचिट्यो आज रहन्छ हामी आउँदैछ भन्ने त्यसलाई पनि थाहा भएर डरले भागेछ हिमचिट्यो नभएको अवस्था अर्को हिमचिट्यो गुफामा जाँदैछु म हिमचिट्यो ल यतापट्टि राम्रो छ यहाँ यो हिमचिट्यो गुफा थिनी गाउँको च्याङ्रा चौरीलाई आक्रमण गर्ने तल गाउँमा झरेर राति अनि दिउँसो आएर यहाँ हिमचिट्यो सुत्ने ठाउँ अनि हामी आएर हिमचिट्यो कस्तो छ त भनेर हिमचिट्यो ल हेर्नुहोस् म चाहिँ हिमचिट्यो गुफाभित्र हिमचिट्यो त होइन भगवान् गौतम बुद्ध विश्व शान्तिका दूतको मूर्तिहरू कुरेको अवस्था राखेको अवस्था यस्तो रहेछ अब हामी यहाँ गेटबाट प्रवेश गर्छौँ हिमचिट्यो यता हुनसक्छ है हिमचिट्यो फाइनली हामी अहिले मुक्तिनाथ मन्दिर यात्रा गर्दैछौँ अब यो मेन गेटबाट सिधी चढ्ने क्रम जारी छ पर्यटकहरूको यात्रा यसरी छ यहाँबाट घोडाहरू चाहिँ चढाउनको लागि यसरी दौडिँदै आइराख्नु भएको छ घोडा सवार यहाँ चाहिँ घोडा चढेपछि यहाँबाट माथि गएको 500 रुपियाँ छ क्या जस्तो लाग्छ मलाई यो 3800 मिटर उचाइमा समुद्री सतहदेखि 3800 मिटर उचाइमा रहेको यो मुक्तिनाथ धाम जसलाई अब लोकितेश्वर भनेर पहिले चिनिन्थ्यो पछि यसको नाम परिवर्तन भएर मुक्तिनाथ हुन गयो पर्यटकहरू यसरी यहाँ यात्रा गर्न आउनुहुन्छ यहाँबाट यो धौलागिरी दृश्यमा धौलागिरी हिमाल यो सबैभन्दा अग्लो यो यसरी पर्यटकहरू गाह्रो भइरहेछ अक्सिजनको अभाव यात्रा फाइनली हामी मुक्तिनाथ मन्दिरको मुख्य गेटमा आइपुग्यौँ रानी पौवा यहाँ दृश्यमा रानी पौवा यसपछि रानी पौवाबाट आएको फर्स्ट सिडी त्यसपछि हामी मूल गेटबाट इन्ट्री हामीले पूजापाठका सामग्रीहरू यहाँ प्रशस्त प्राप्त गर्न सक्छौँ यो साम्बा गुम्बा छ हाम्रो आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल रहेको छ यो मुक्तिनाथ क्षेत्रभित्र रहेको प्लस यो यति बेला यो भोटे पिपलको पातहरू पुरै झरेर उराठ लाग्दो बनेको छ यो सेप्टेम्बर टाइममा चाहिँ अति
हरियाली हुन्छ। यो जुलाईमा त झन् यो भोटे पिपलको पातले पुरै हरियाली, अनि यहाँदेखि यो बुकी सबै हरियाली हुन्छ। यति बेला यो सबै पातहरू झरेर अलि मौसम उराट, अब पालुवा पलाउनको लागि तयारी छ। अब एकछिनपछि हामी मुक्तिनाथको 108 धारा अनि पापकुण्ड मुक्तिकुण्ड दुवै प्रवेश गर्नेछौँ। त्यहाँका एक्टिभिटीहरू निहाल्नेछौँ। यो हाम्रो आन्तरिक पर्यटकहरू यसरी रमाइलो गरिरहेका हुन्छन्। यहाँको यो विश्व शान्ति द्वीप यो साइडमा पर्छ। यो प्राकृतिक ग्यासबाट निरन्तर बलिरहेको द्वीप पछि जानेछौँ। अहिले हामी मुक्तिनाथको 108 धारा अनि पापकुण्ड पछि मुक्तिकुण्ड को अवलोकन गर्नेछौँ। यो स्मारक यति बेला गर्मी छ। स्वर्गीय पिता दीनानाथ पाण्डेको स्मृतिमा प्रत्येक मान्छेहरूले धेरैजसो मानिसहरूले आफ्नो दिवंगत व्यक्तिहरूको स्मृतिमा यहाँ यसरी राख्ने गर्नुभएको छ उहाँहरूको सम्झनामा। यो अहिले व्यवस्थित भइरहेको छ। पहिले यहाँबाट थियो, अहिले चाहिँ यहाँबाट स्नान एरिया व्यवस्थित भइरहेछ। र फरिजनर पर्यटक, हेलो नमस्ते, वेयर आर यु फ्रम? क्रोएसिया। यो जलामाई जाने बाटो यता भने हामी अहिले 108 धारातिर जानेछौँ। अनि मुक्तिनाथमा यात्रा गर्न कठिनाइ भएको पर्यटकहरूलाई हाम्रो साथीभाइहरूले यसरी दिल्लीमा बोकेर यहाँको यात्रा गराउनुहुन्छ। यस्तो छ फोहोर। आमै Where are you from? Hello. Say. High altitude. Thank you. Welcome. Sorry. Yatra. Your train? Your train? Okay. Okay. Thank you, mom. यो यति बेला भारतबाट आउनुभएको हाम्रो भारतीय आन्तरिक पर्यटकहरूको भिडभाड नै रहेको छ। नेपाली पर्यटकहरू अलि कमै हुनुहुन्छ। यहाँ 108 धारा यता मुक्तिनाथ टेम्पल, यो पापकुण्ड 108 धारामा नुहाइसकेपछि यहाँ नआउने यो पापकुण्ड। पापमा पखालेपछि त्यो कुण्डमा गएछ, त्यहाँ मुक्तिकुण्ड भन्छ यसलाई, मुक्तिकुण्ड। यो नुहाइसकेपछि यहाँ त पापबाट मुक्ति हुने पापकुण्ड, यो मुक्तिकुण्ड। यो यसरी हरेक पापहरूबाट मुक्ति प्राप्त गर्नको लागि पर्यटकहरू यसरी नआउने गर्नुहुन्छ। अहिले चाहिँ यहाँ पनि विस्तार भएर रहेछ, राम्रो छ। यहाँ पूजापाठको टाइम यसरी लाइन छ, लाइन पूजापाठको लागि लाइन 108 धारा। मुक्तिनाथमा यस्तो अवस्था छ। यो आन्तरिक तथा बाह्य पर्यटकहरू खचाखच। यति बेला चाहिँ अलि तातै रहेको अवस्था छ।
यति बेला हामी मुक्तिनाथको गुम्बामा छौँ। यो सूर्यको प्रकाश त पानी उमाल्ने, पानी तताउने, त्यसपछि छुर्पीहरू, यहाँको छुर्पीहरू सुकाउने, स्याउ सुकाउने। यो हिमाली क्षेत्रको प्रविधि, यो नितान्त सूर्यको प्रकाशबाट यसरी सुकाउने गरिन्छ। र हाम्रो यता थ्रोङला पास गरेर आज मनाङको बेस क्याम्पबाट थ्रोङला पास गरेर पर्यटकहरू, बाह्य पर्यटकहरू यसरी आउने हुनुहुन्छ। यो 5416 मिटर अग्लो थ्रोङला पास, मनाङ र मुस्ताङको बिचको पास हो। यो कठिन पास नै मानिन्छ यसलाई। यो पास गरेर हाम्रो पर्यटकहरू यसरी आउने हुनुहुन्छ। यो नेपालमा यो विदेशी पर्यटकहरूको यो पनि एउटा राम्रो सिजन हो। अर्को सेप्टेम्बर अक्टोबरको सिजनपछि यो मार्च अप्रिल मेको सिजनमा विदेशी पर्यटकहरू यहाँ घुम्न आउने गर्नुहुन्छ। यो मुक्तिनाथ मन्दिर क्षेत्र भन्दा माथि तल अलि भिडभाडै थियो, कोलाहल थियो भने यहाँ यति शान्त सुन्दर छ। यहाँ आएर 1 घन्टा ध्यान गर्ने हो भने यति आनन्द आउँछ होला, यति आनन्द छ। यहाँ पानी यसरी बगैँचाहरूमा पानी लगाउने। अब यो माथि छ। आमा, यो पारीको गाउँलाई के गाउँ भन्छ? छौँ गाउँ, झौँ गाउँ। यहाँ ताल, यो ताललाई नि यहाँको ताल पुराङ ताल। अब यो थ्रोङला पास गरेर यता माथिबाट आउनुहुन्छ नि, यहाँबाट यो बाटो जान्छ नि आमा। यो कुन ठाउँ जाने बाटो हो? अप्पर मुस्ताङ हिँडेर यहाँबाट अप्पर मुस्ताङ जाने बाटो रहेछ। अहिले हामी तलबाट जान्छौँ छुसाङ हुँदै। दामोदर कुण्ड पनि यही बाटो जान्थ्यो होइन पहिले? यो पारीको हिमाल देखिने भन्दा उतापट्टि चाहिँ डोल्पा, त्यो डाँडा काटेपछि डोल्पा सुरु हुन्छ। यो शान्ति गुफा, शान्ति गुम्बा। अब हामी 108 धाराबाट यता बौद्ध मूर्तितिर आउँदैछौँ। यसरी यहाँ चाहिँ आफ्नो आफ्नो सम्झनामा यसरी बनाइदिएको रहेछ। यो जलामाई मन्दिर जाँदैछौँ क्षेत्रमा। बौद्ध प्रतिमा। अब हामी 108 धारा पापकुण्ड मुक्तिकुण्डबाट बुद्ध गार्डनमा हामी इन्ट्री भयौँ। नाइस बुद्ध गार्डन। यो बुद्ध गार्डन यस्तो छ। हजुर, यो बुद्ध गार्डन भित्रको धारा। यहाँ पानीको धारा, बुद्ध गार्डन। यहाँबाट यो बुद्ध प्रतिमालाई 1 फन्को घुमेर हामी आउँछौँ। यो विश्व शान्तिका दूत भगवान गौतम बुद्धको प्रतिमा, स्वच्छ पानी धारा। यो यदि साउनमा आउनुभयो भने यति रमणीय हुन्छ, यति हरियाली हुन्छ, तपाईँ यति आकर्षक हुन्छ। यति बेला चाहिँ उराज छ। यो जलामाई चाहिँ यता तल पर्छ भने हामी यो क्षेत्रमा छौँ। यो बुद्ध प्रतिमा। यहाँ आन्तरिक पर्यटकहरूको चहलपहल उच्च छ। यहाँबाट रानी पौवा अगाडि छ हेलिकप्टर। हामी बुढेसकालमा लाग्यो, केही समस्या पऱ्यो भने हेलिकप्टर लाने हुन्छ। यहाँबाट उद्धार
सक्नुहुन्छ। यो बुद्ध प्रतिमाको यो कलर चाहिँ उडेको रहेछ। बुद्ध प्रतिमा यस्तो यहाँ यो खालको छ। अब फाइनली हामी अन्तिममा फोटो खिच्ने ठाउँतिर जानेछौँ। मुक्तिनाथ आइसकेपछि फोटो खिच्ने ठाउँ यहाँ छ। फोटो खिच्ने यहाँ तल यो देखिने खोजमा चाहिँ पहिले नुनखानी थियो, मुस्ताङको नुनखानी। अहिले चाहिँ त्यो छैन, बन्द भएको अवस्था। तर यहाँको पानी चाहिँ नुनिलो छ। फोटो खिच्ने ठाउँ यहाँ चाहिँ ज्वालामाई चाहिँ यहाँ छ, फोटो खिच्ने ठाउँ। अब हामी ज्वालामाईतिर जाँदैछौँ। ज्वालामाई नेचुरल ग्यास रिसोर्सेस। ज्वालामाई देवी खुसी भएर प्रत्येक उसमा छ यहाँ ज्वालामाई यस्तो छ। बत्ती बाल्ने घर यहाँ हुनुहुन्छ। यहाँ यो भित्र चाहिँ ज्वालामाई जुत्ता चप्पल बाहिर राखेर तपाईँहरू यहाँ प्रवेश गर्न सक्नुहुन्छ। मैले जुत्ता खोलेँ, त्यसपछि हजुर ज्वालामाई यस्तो छ। ज्वालामाई यहाँ हजुरहरूले यो नेचुरल पानीमाथि बलेको यहाँ दृश्यमा यहाँ देख्न सक्नुहुन्छ। यो बत्ती यसरी यो बलिरहेको छ। यो नेचुरल रिसोर्सेस। योभन्दा तल पानी छ, पानीमाथि यो बत्ती बलिरहेछ। यो दृश्य गुम्बाको विश्व शान्ति स्तूपभित्र ज्वालामाई मन्दिरभित्र यस्तो कलात्मक कुरिएको छ। यो चाहिँ यो प्रत्येक ठाउँमा प्रत्येक देवी देवताका मठ मन्दिरहरू छन्। यहाँ यो ज्वाला मुनिबाट बगेको पानी निस्किने ठाउँ यहाँ रहेको छ। त्यो मैले अगाडि हेरेको अथवा देखाएको पानी माथि बलेको बत्ती, त्यहाँबाट बलेको पानी यसलाई यसरी संरक्षण गरिएको छ। यो ज्वाला मुक्तिनाथको अर्को एउटा विशेषता भनेको यो हो। तपाईँहरू मुक्तिनाथ आइसकेपछि यो हेर्न चाहिँ नछुटाउनु होला।